हेलो गाइस, सबजनालाई मेरो भ्लगमा स्वागत छ। अनि आज चाहिँ हामी स्कुलबाट टुरको लागि घुम्नको लागि भनेर पोखरा जाँदैछौँ। अब आज जान्छौँ पोखरा। अनि पोखरा मनोकामना अनि गोर्खा चाहिँ घुमाउने भन्नुभएको छ होइन। भिडियो लास्टसम्म हेर्नलाई हामी चाहिँ हिँड्यौँ। ओ यता हेर, यता हेर भनेको यस्तो गर्नु पर्दैन गाइस। हामी चाहिँ हिँडिसक्यौँ होइन। अब पहिला स्कुलमा जान्छ, मैले साथीको घर आऊँ। सो गाइस 5:30 भइसकेको छ। भिडियो हेर्दै जानु है, एकदम रमाइलो गर्नुपर्छ, एकदम रमाइलो होइन। गाइस डोजर यस्तो जोडले कराएको घर 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 साथै उड्ने यार। कहाँ जाने अरे छुट्यो लाइनको छिट्यो। मिमिस खासमा हामी टुर जाने हो क्या। यिनले त उतै बस्ने तरिकाले कपडा लिएर हिँड्न लाहान। के भयो त बसाउन नि त उतै गरी खाम्ला हैन। खाम्ला हैन छुटिहाल्यो नि है। बनाउ छिटो। ओइ सुन्ने एउटा कुरा हानौँ तिमीले के सुन त यहाँ आइज न। हामी 2 दिनको टुर हिँडेको, तिमीले उतै बस्ने तरिकाले कपडा लिएर आछन् होइन भाइ। त्यही भएर के मिमिस झोला छिट्यो। ओए यता हेर न, केही बोल न। गाइज आज मेरो झोला टिट्यो अनि तिमीलाई दुःख लागेछ मलाई। टुर पो हिँडेको र तिमीले त उतै बस्ने तरिकाले बोकेर हिँड्यौ त नछुटेर के हुन्छ। टुर हिँडिरहेको मम्मीले आज पुरा कपडा प्याक गरिदिनु पर्छ गाइज। लास्टै दुःख पनि लाग्छ, खुसी पनि लाग्छ। खुसी किन लाग्छ भने जाडोले कपडा भरेको छ, दुःख किन लाग्छ झोला बोक्दाखेरि। झोला बोक्दा बोक्दै टुट्यो रसी, त्यसैको लागि दुःख लाग्छ गाइज आज मलाई लास्टै। गाइस एकदमै धेरै अँध्यारो हुँदै गएको छ। अब अँध्यारोमा म पनि देखेको छैन होला राम्ररी। यो स्कुल हो। अब हल्का हल्का देख्छ अँध्यारो भयो। अब के गर्ने त। हेलो भिडियो हो भिडियो गिफ्टको लागि। आज हाम्रो बस आएको छैन यति बेला छन्, त्यही भएर नाइट टुर कहिले पनि नयाँ नलागेको अवस्था यस्तै हो। हेर म अब हामी चाहिँ 6:15 आउनु भन्नको। बस आएन अहिलेसम्म। बस गई जुन हामी 5:30 बजी हिँडेको घरदेखि अहिले बजी हेर्नु गाइस, सरले ढुङ्गाउनु पर्ने अवस्था आइरहेको छ। त्यही भएर बस छिटाउनु पर्यो। हामी क्लासमा छौँ यहाँ। 1 hour later 8 बन्न लागिसक्यो। हामी अलि पनि स्कुलमै छौँ। लाइनमा हेलो हेलो हामी बोल्न आइयो। ल गाइस हामीले त छैन। ल अब हामी जान्ला गर्न, ल अब रमाइलो गर्न पर्छ। यत्रो बेरपछि हामी बल्ल हिँड्न लागेको छौँ। आएको 2 घन्टा भयो, 2 घन्टा। अब भोलितिर अब हजुरहरूलाई खबर गर्दै गरौँ न। भोलिको टुर हुनेछ हाम्रो गोर्खा। हाम्रो बस छ त्यहाँ, देखेको छैन मलाई थाहा छ। आइयो हामी आइयो। कस्तो छ अर्कै छ हाम्रो बस त। बे ले मुलाई यस्तो कहाँ हुन्छ। थोत्रोमा जाने नयाँमा जाने हो होइन। अब हामी बसमा चढ्न लागेको। अब चोकतिर होइन पोखरातिर जान लागेको हामी। हो यार हाम्रो सिट। केही बोल न यहाँ यहाँ आएपछि। के बोल्ने हो र अब। यहाँ सिटै मिलेको छैन क्या हामीलाई। सिटै मिलेन। नाइन्साफी भयो कि नै। सिट पाऊ त त्यत्तिकै। बाइक यहाँ आएर कतिजना छौँ हामी? 1 2 3 1 2 7 जना छौँ। तिमी केही बोल्दैौ न। रोक बोल्दै होला। फोटो होइन यो क्यामेराम्यान चाहिँ सिटी हट एन्ड सेक्सी। भोलि मेरो भिडियो आउँछ क्या युट्युबमा। यस्तो रोकन्दा खिच्छ र होइन। ल सर भएन कि यहाँ चाहिँ छैन ना। I could be the best thing in your life.
चाहिँ नास्ता खानालाई गाडी रोकेको छ। 1 hour later. गाइज अहिले चाहिँ रातिको 1 बजेको छ, सबजना सुतेछन् है। 1 hour later. लास्ट निद्रा लाग्छ यार अझै हामी मुगलिममा छौँ, बहुत निद्रा लाग्छ होइन। आउँदैछु तिम्रो लागि गोर्खा पर्ख अलि पर्खनु है। सो गाइज हामी चाहिँ कहाँ यो अझै गोर्खा आउन खै देखाउ यहाँ देखाउ अझै गोर्खा आउन चाहिँ यति छ है। ल कति बज्यो भाइ कति बज्यो भन कति बज्यो? ल अब 7 बज्न लाग्यो। 7 बज्न लाग्यो। हामी रातभरि गाडीमा सुतेको। अब त्यसै गरी हामी चाहिँ यहाँ अब गोर्खामा आइसकेको छ र हाम्रो यहाँ सरहरूलाई हेर्न सक्नुहुन्छ, यहाँ विद्यार्थीहरू हेर्नुहुन्छ, हाम्रो साथीहरू यहाँ कति राम्रो राम्रो भएर हामी हेर्नु। अब आउने साल चाहिँ हजुरहरू पनि गोर्खामा आउनुपर्छ। कोही टिकटकमा व्यस्त, कोही युट्युबमा व्यस्त। यहाँ सरलाई हेर्न सक्नुहुन्छ, हाम्रो दामोदर सर हेर्न सक्नुहुन्छ। हाम्रो सरलाई देखेर तपाईँहरूले पक्कै पनि चिन्नुहुन्छ होला। अनि यता कता जानुभयो? यहाँ हाम्रो शालिग्राम सर चाहिँ सुत्नु भएको छ। शालिग्राम सर खै म आउनु नि सरी तरिका सर जस्तो हरकत नगर न। हाम्रो विद्यार्थीहरू हाम्रो साथीहरू सबै सर हो नि हो भाइ अगाडि आइज। हाम्रो सर मिस म्याडमहरू सबै सुत्नु भएको छ। रातभरि बिचराहरूले हाम्रो केयर गर्दा गर्दै सुत्नु पनि पाउनु भएन। अनि यतापट्टि देख्न सक्नुहुन्छ हाम्रो 2टा बहिनीहरू, यिनीहरू पनि बिचराहरू सुतिरहेका छन्। अनि यतातिर हेर्न सक्नुहुन्छ हाम्रा यी बहिनीहरू भाइ बहिनीहरू। अनि उता चाहिँ ड्राइभर हेर्न सक्नुहुन्छ। अब हाम्रो चाहिँ अब यहाँ धेरै जस्तो विद्यार्थीहरू आइसकेको छौँ र हाम्रो एउटा बस चाहिँ अगाडि गइसकेको छ। हामी चाहिँ लास्टको बसमा छौँ र त्यसै गरी हाम्रो चाहिँ यहाँ विद्यार्थीहरू टनाटन आएका छन् र हजुरहरू पनि अर्को वर्ष चाहिँ आउनुपर्ने हुन्छ। यो गोर्खामा बहुत रमाइलो ठाउँ हो होइन सर? प्रमोसन चल्छ। अनि यहाँ हाम्रो देख्न सक्नुहुन्छ सरहरूलाई यहाँ चाहिँ एकदमै हाम्रो केयर गर्दा गर्दै सुत्नु पनि पाउनु भएको छैन। भर सुत्नु सर, सुत्नु कसैले केही गर्दैन, अब सुत्नु सर। अनि यहाँ देख्न सक्नुहुन्छ हाम्रो भाइ बहिनीहरू अब साथीहरू सबै मोबाइलमा व्यस्त छन्। रातभरि मोबाइलमा, अब दिउँसभरि सुत्नु थाले। अब हेर्नुहोस्, कोही टिकटकमा व्यस्त, कोही युट्युबमा व्यस्त, कोही केमा व्यस्त, कोही केमा व्यस्त। हामी त अब कता सुतेको? यता बहिनी चाहिँ सुत्नु भएको रहेछ। यहाँ चाहिँ हामी चाहिँ अब गोर्खा घुम्न अब आइपुग्न आँट्यौँ। पिसाब फेर्नलाई गाडी रोकिदिनु रे। अब हामी गोर्खा जाँदैछौँ। गोर्खामा डुल्नुपर्छ, घुम्नुपर्छ, रमाइलो गर्नुपर्छ। अहिले हो घुम्ने, अब त कोचिङमा 24 घन्टा बुक मात्रै हो। अब हामी हिँड्यो। रोक ओए, हामी कहाँ हिँडेको ओए? गोर्खाको काल चढ्न अब। Five minutes later. मन्दिरभित्र पस्यो हामी चाहिँ मन्दिरभित्र पसिसकेका छौँ। अब हाम्रो स्कुलको एकदमै राम्रो सर प्रिन्सिपल सरले सरहरू ल एउटा धोका दिनुभयो, त्यही दुःख लागेको छ। एउटा रमाइलो कि यता घुमाइलानु भयो। ल ठिक छ। सरले इलाम लानु भएन सरले। ल सर ल एकदम दामी देखिने। पठाइदिन्छु सर, भिडियो त सबै पठाइदिन्छु मैले। युट्युबमा हाल्ने सर भिडियो। हाम्रो युट्युबमै त ओके सर हाल्नु। हाम्रो साथीहरू हाम्रो सबै साथीहरू हेर्न सक्नुहुन्छ यहाँ गोर्खा अहिले आएर मोबाइल टिपेर भाग्छ अनि नेपालीको बच्चालाई बोकेर गाइज मलाई हेर्न सक्नुहुन्छ। म यहाँ हुनुहुन्छ यी An hour later.
हामी चाहिँ अब मन्दिरबाट घुमफिर गरेर तलतिर झर्दै घुमाएर भ्याइसक्यो तल अब भिडियो गराउन गाह्रो हुने भयो, त्यही भएर भिडियो पज साथ छैन।